पर्दछ कि हिजो आज मलाई अलि सन्चाउँदा नि भेटा अलि बाटो हिँड्ने कुकुर हिँड्यो पनि त्यसो नै बोल्नु जस्तो लाग्छ भन्थ्यो कि यो चाहिँ म पनि नदुखेको अहिलेदेखि होइन हिँड्नु दिँदैन मान्छे के भएर सोध्नुपर्छ हौ न बोलिदियोस् न हेरिदियोस् तँलाई भन्छ त्यो नानाहरूले चाहिँ म तामाङनी नाना वालिङनी नानासँग हिँड्दा वालिङ नाना ठिक्क पऱ्यो बोल्दैन राम्रो भयो भनेपछि त्यो चाहिँ वालिङ नाना हो ऊ पनि बित्यो अनि अब जे होस् भीम पास्टरको माइलाले बोलेको साह्रो टिपेको छ अनि लगाइदिनु मेरो मोबाइलमा पनि त्यही सुन्छु फोटो हेर्छु नातिको फोटो मागौँ कि त्यसको घरमा बसे कति वर्ष बसे बनाइलिएको थियो एक वर्ष पनि नपुगी आमाको सिटी आयो नि हाम्रो आमा भाग्य भनेर माइली रमाको माइली आज आमाले टाउको मात्रै हलाउँछ पास हुन्छ कि हुँदैन त्यो पासपोर्ट भनेको चाहिँ के गर्दैछ नेपालीबाट चाहिँ के भन्छ भनेर फोटो तानेको मेरो खुट्टा एकपट्टि पसारेको छ तान्नुहोस् न निनेको खुट्टा देखाएको छैन ए बाहिर भन्थे ए बाहिर भन्थे उँभो मात्रै जय मासी बुबु हो आमै हजुर खाना खायौँ नि हामी त खाना खाएर जाने गयो अब ढिलो पर्खेको भदै छ नि भान्से तल भदैला दुरुप उड्दै हिँडेको फुस्रो दुस्रो पुलिस चिल्लाई सिधा हेर्नु नि यो टोपी खोल्नु नि गरेर अलि यसो बाल पनि पो फर्काउनु पर्छ सरबङमा जस्तो सरबङ बजारमा मात्रै फर्काइन्छ बाल बगरमा साह्रो कटिङ हो यी दिनु छैन नि हौ बुढो भयो तेरो झ्यालमा जस्तो राखेको रहेछ हौ जेठी यहाँ आउ न हौ सामसुमिकाको किचन चाहिँ यतै छ क्या किचन खान पकाउने कति टोइलेट पर्छ बुबु त कतै पुग्नु हो भएको जाडो मन हेर फोटो खिचेको के साह्रो यो के अरे रहेछ सबैले मिठो खालको बात गर्नु बल्ल बल्ल भेटेको अब मिठो बात मार्नु पर्छ त गान सुन्यो भने त ठिकै हो नि त सुन्छ नि माइलाले नि अनि दाइलाई धेरै वर्षमा म त तिमीलाई भेट्दा त उही जस्तो लाग्छ भोटानमा पनि सँगै हो खोटामा पनि सँगै बुथो कोन बाबुले बुथो देखो खाँदैछौ नि माइदिउ भन्छ आमाले होइन अनि बुथो अनि मतलब केलाई भन्छ होला भने त पिठोला पो रहेछ पिठो मकमा भुटी खान्थ्यो नि यहाँ पनि छ अरे खोज्दा त खै निकाली यता हुनु त ए जानु अहिले फोटो खिच्दै फेरि चुलुङ चुक्सी हुन्छ यहाँ खजिठा यहाँ खमाइला हुन्छ नि त बाबा तल जासुमा रिके अरे
माथि बुबुलादेखि भुट्ला भन्ने गाउँ पनि थियो र भुटानमा ए भुट्ला माथि कोदो टिप्ने कोदो बारी निनी एकछिन यता निनी एकछिन यता हुन्छ फोटो लानु पर्यो खिचेर निनीको फोटो लानु पर्यो निनी सन्चै हुनुहुन्छ ए के भयो माइलालाई के अरे के भयो बुवा माइलालाई फोटो भन्छ नि त यो पाप ताप्से भनेपछि फोटोलाई हो के भयो